जस्ट डेली भल भनौँ न यो अब एक्टिभिटी गरेको चाहिँ हालिरहेको छ ओके सो अहिले फाइनल म देखाउँछु हल्का फर्कायो त्यति मजाले चाहिँ बनाएको कम्प्लिट भिडियो बनाएर है त्यो पनि ट्राई गर्छु कम्प्लिट भिडियो बनाउनु ठिक छ अब यो पछि त्यसपछि खोर्सानी काटिन्छ यो त्यसपछि तेल ओइल होइन त्यो इन्ग्रिडियन्ट चाहिँदैन जान्छ यो खोर्सानी हल्दी यो मसला जाँदैन हल्दी जान्छ है यस्तो हुन्छ यस्तो भएपछि यहाँ हाल्ने यस्तो हुन्छ फाइनल प्रोडक्ट यस्तो पुरा सामान बनायो गाई अस्ति मजाले गरेर है अघि अलिकति भिडियोको मजाले गर्नु भएको छैन मासु लिनु आएको होइन बनाउनु पऱ्यो नि त दिनको लागि आएको पानी पर्छ अन्त आफ्ना घरेर पुरै मौसम त खराब प्रायः मजाले भिडियो हुँदैन बिच गरेको काटेको होइन त्यतिको भिडियो अहिले आज होम भिडियो एउटा आलुको बनाएको त्यसको भिडियो हुन्छ होइन सो म रेगुलर म भिडियो हाल्छु आई ट्राई टु डु समथिङ तर आज चाहिँ हुनु एकदम रेन त किनेको भार हो खोला पुरै खोला जस्तो बगिरहेको छ आफ्नो यति गर्दै चाहिँ कोसिस गर्छ यति ठन्डा छ यति ठन्डा छ लाइफ चिसो बसिरहेको छु ओके गाइस सो ओके गाइस स्टे सेफ है अब के पनि मौसम अनुसार कति दिनहरू यसरी नै पानी पर्छ भनेर छ आई थिङ्क मेरो पनि टाइम भयो जानुपर्छ होला अहिले कम भएछ अस्ति नभएर अब त टाउकोमा लागेर खुट्टामा गाडी पुरै भिजेर बसेको छ होइन आई थिङ्क गर्छु यस्तै अब पछि अरू भिडियोहरू हाल्ने रोकिदिउँ अहिलेको लागि स्टे सेफ है मजाले बाहिर ननिस्किनुलाई सो हेभी पानी पर्दाखेरि ओके सो स्लु देन बाई बाई नेक्स्ट हलमा होइन अब चाहिँ म त्यति ग्याप नराख्नु चाहन्छु जति डेली भ्लग होस् या स्टोरी टाइपको भ्लग होस् हालिराख्छु ओके तपाईँहरूलाई इन्टरटेन गरिराख्छु ओके सो किप लाइक सब्सक्राइब गरिदिनु होला लाइक गरिदिइराख्नु होला अनि आई होप त्यसरी मोटिभेट आउँदै गर्छ होइन नयाँ नयाँ कन्टेन्ट तरिकाले अझै मजाले हाल्नु भने जोस आउँछ ओके सो स्टे सेफ ओके अनि इन्जोय त किन इन्जोय गर्नु होला गाडी छैन परेर पुरान गाह्रो पुरै ट्राफिक जाम पुरै असिना गरी देखाएको छु असिना परेर पुरै बाटोमा हेर्नु पुरै